मासुको अचार बनाउने तालिम हेर्न सक्नुहुन्छ। मिठो हुने गरी मासुको अचार बनाउन सिकाउँदै हुनुहुन्छ कमला न्यौपाने दिजूले पनि। हाम्रो अध्यक्षज्यूले चाहिँ थोरै छाया पारिदिनुपर्छ। सामान त्यसमा राख्दाखेरि सबै बताउँदै राख्छु र यो सामानहरू चाहिँ कति क्वान्टिटी कति ग्राम राख्ने भन्ने त्यो सोध्नु भयो धेरैजनाले। कति ग्राम राख्ने भन्दा पनि हामीले कति किलो मासुमा कति राख्नुपर्छ भने अन्दाजीले राख्नुपर्छ। यो मसलाहरू चाहिँ यतिलाई यति चाहिन्छ होला भनेर अन्दाज गरेर राख्ने हो हामीले। अनि कति ग्राम हुन्छ भने चाहिँ त्यो मासु कति केजी छ त्यो सामानहरू कति केजी छ त्यो तौलेर चाहिँ यो गर्नुपर्छ। र यहाँ चाहिँ तौलिने सम्भव नभएको कारणले त्यो मासु हामी अन्दाजमा राख्नेछौँ सामानहरू सबै। ताली खै ताली त मोबाइल आफूले आएको छ। मासुको अचार बनाउँदा बोनलेस मासुमा बनाउनुपर्छ। बोनलेस यसलाई चाहिँ फ्राई गर्दा पनि अझै एकदम टाइट हुनुपर्छ। यो हाम्रो यो एकदम डिप फ्राई हुनुपर्छ। यो चाहिँ धेरै भएको कारणले गर्दाखेरि र समय पनि छोटो भएको कारणले धेरै फ्राई पनि भएको छैन। यो के छन् भन्दाखेरि हामीले यो लसुन फ्राई गरेर यस्तै लामो गरेर काटेर फ्राई गरेर राख्नुपर्ने हुन्छ। र यो सुकेको खुर्सानी हो, सुकेको खुर्सानीलाई पनि भुटेर पिसेर राख्नुपर्छ। र यो चाहिँ नि धनियाँ, साबुत धनियाँ ल्याएर यसलाई पनि भुट्नुपर्छ। मसलाहरू सबै भुट्नुपर्छ र भुटेर हल्का ब्राउन गराउनुपर्छ। फेरि धेरै कालो गराउनु हुन्न, तितो हुन्छ अचार चाहिँ नि। अनि यो धनियाँ भयो, यो चाहिँ नि मङ्ग्रेल भयो, मङ्ग्रेज कलौजी पनि भनिन्छ यसलाई। भुटेको यो पनि हजुर, यो पनि भुटेको, यो सब मसलाहरू भुटेको छ। अनि यो चाहिँ नि मरिच भयो, हाम्रो मरिच पनि राखिन्छ मासुको अचारमा चाहिँ नि। टिमुर भयो, यो चाहिँ यो टिमुर भयो, टिमुरलाई पनि भुटेर पिसेको हो। टिमुर चाहिँ नि थोरै खडा राख्दा पनि हुन्छ, मुखमा चलाउँदाखेरि चाहिँ नि त्यसले चाहिँ एकदम मिठो गराउँछ, बास्ना आउँछ। र यहाँ चाहिँ सबै पिसिएको रहेछ, हेर्दा हेर्दै पनि मिस्टेक भयो। अनि यो चाहिँ नि सोप हो, एकदम अचारमा चाहिँ नि एकदम यो र धनियाँ चाहिँ धेरै मात्रामा चाहिन्छ है। अनि त्यो मेथी छ, मेथी पनि राख्नुपर्छ स्वादको लागि। मेथी चाहिँ नि धेरै राख्दाखेरि तितो हुन्छ अचार, फेरि त्यही भएर ठिक्क हिसाबले थोरै राख्नुपर्छ। र यो तोरीलाई पनि त्यस्तै भुटेर हल्का ब्राउन गराएर अनि पिसेर राख्नुपर्छ। यहाँ छ अदुवा, अदुवालाई पनि यस्तै लामो लामो गरेर काटेर अनि फ्राई गरेर तेलमा राख्नुपर्छ। जिरा, यो चाहिँ जिरा हो, जिरालाई पनि अलि धनियाँ सोपभन्दा अलिक कम मात्रामा राख्नुपर्छ अचारमा। तेल राखिन्छ हामीले त्यसपछि लास्टमा माथिबाट। यो चाहिँ ज्वानो हो, ज्वानो यिनी मसलाहरू सबै राखिसकेपछि माथिबाट हामीले यो मसला राखिन्छ, यो खुर्सानी पाउडर, अनि यो बेसार राखिन्छ, नुन राखिन्छ, अनि हिङ राखिन्छ। र यो चाहिँ कलर आउनको लागि, कलरको लागि युज गरिन्छ, यसरी कस्मेटिक युज भनिन्छ यसलाई। यो सबै मसलाहरू राखेर मिलाएर मोल्नुपर्छ यसलाई एकदम। हाम्रो अचार लेदो बनाउने यसले हो, यो मसलाले लेदो बनाउँछ र मिठो बनाउँछ, त्यसले बाक्लो बनाउँछ। लास्टमा हामीले तेल राखिन्छ, मसलाहरू सबै राखेपछि तेल राखेर मोलेपछि माथिबाट चाहिँ बेनी गर्ने। बेनी गर्ने चाहिँ अचारहरू अदुवा राख्दैछु, अदुवा राख्दै हुनुहुन्छ है। अब लसुन राख्दै हुनुहुन्छ, फ्राई गरिसकेको लसुन। यो चाहिँ धनियाँ भुटेर राखेको धनियाँ राख्दै हुनुहुन्छ, धनियाँ पाउडर। पनि अन्दाजी राख्ने है, सामानहरू सबै अन्दाजी। यसमा
यो चाहिँ सोफको धुलो राख्दै हुनुहुन्छ है, सोफ भुटिसकेको ज्वानो ज्वानो स्वादको लागि। यो चाहिँ टिमुर है, टिमुर भुटेको टिमुर। यो चाहिँ मुब्रेल। यो चाहिँ मरिचको धुलो है। पहेँलो तोरीलाई पिसेको, भुटेर पिसिसकेको पहेँलो तोरी। मेथी, मेथी चाहिँ कम मात्रामा मात्र प्रयोग गर्ने रे, नत्र तितो हुन्छ अरे अचारलाई। यो चाहिँ जिराको धुलो। यो चाहिँ रातो खुर्सानीको धुलो। ए भनेर यो चाहिँ लाल मिर्च अचार खराब हुन नदिने काम गर्छ र जुन मसला खाएर ग्यास्ट्रिक हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ भन्नुहुन्छ नि अचार खानको लागि धेरै डराउनुहुन्छ नि धेरैजना। यसले चाहिँ त्यो ग्यास्ट्रिकहरू हटाउने पनि काम गर्छ क्या, औषधिको काम गर्छ। यो कलरको लागि है, कश्मिरी मिर्च। यसले गलाउँछ पनि र पछि गल्दै जाँदा नुन कम हुन्छ कि हामीले कम ठिक्क राख्यौँ भने कम हुन्छ, त्यही भएर अलि चप्पु तेल चाहिँ तताइसकेको तेललाई अलिकति सेलाउन हालेर तातोबाट अलिकति कम गराइसकेपछि मात्र मिश्रण गर्नुपर्ने रहेछ। अझै अर्को मात्रा छ, ठुलो चाहियो यहाँबाट यस्तो मेरो भिडियो पनि हामी हाय हामी नुन ठिक छ भन। नुन कम छ, ल अब राख्नु। हजुर म आफै सिकाएँ अब चाहिँ मजाले मोल्ने है। तीनजना कसिसक्नुभयो। सुमना दिदी कम चलाउनु हो। मिठो अचार मिठो जिब्रो पट्टाउने जस्तो। नास्ता मजा पर्छ है, प्रशिक्षकको लागि स्पेसल। अब अचार रेडी भएको अचार चाहिँ डब्बामा प्याक हुँदैछ है, धमाधम। मिठो अचारको लागि चाहिँ आस्था उद्यमी महिला सङ्घबाट आज मासुको अचार रेडी भएको छ है। मासु यहाँ पनि धमाधम मासु प्याक भइरह है। हाम्रो उद्यमीको मासु गरेपछि ठ्याक्क गरे नि पुस्तिन्छ, जोक्छ नि।